नेपाल प्रिमियर लिगमा आज सबैको नजर एकै खेलमा अडिएको थियो। लगातार हारको चाप, प्लेअफ दौडबाट बाहिरिने डर र अन्तिम आशाको किरण, यी सबैको बीचमा लुम्बिनी लायन्सले विराटनगर किङ्समाथि 5 विकेटको शानदार जित निकाल्दै प्रतियोगिताको समीकरण नै बदलिदिएको छ। यो जितसँगै लुम्बिनीको प्लेअफ यात्रा फेरि जिउँदो भएको छ र विराटनगरको स्थान अब पूर्ण रूपमा सुरक्षित रहेन। दर्शकवृन्द, बुधबार त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग अन्तर्गतको महत्त्वपूर्ण खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई 5 विकेटले पराजित गर्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। 145 रनको लक्ष्य 17.4 ओभरमै पछ्याउँदै लुम्बिनीले तेस्रो जित निकाल्यो र प्ले अफ दौडलाई रोचक बनाइदियो। यो खेल लुम्बिनीका लागि डु अर डाई जस्तै थियो र उनीहरूले जिम्मेवारीलाई उत्कृष्ट प्रदर्शन मार्फत पूरा गरेका हुन्। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले विराटनगरलाई पहिले ब्याटिङ गर्न निमन्त्रणा दिएका हुन्, तर विराटनगरको सुरुवात निकै खराब रह्यो। दोस्रो बलमै ओपनर जर्ज मुन्सी एलबिडब्ल्यू आउट भयो भने डेब्यू खेल खेलिरहेका फाफ डुप्लेसिस मात्र 12 रन बनाएर स्टम्प आउट हुन पुगे। मध्यक्रममा स्याम हेजलेट र लोकेश बमले केही सम्हाल्ने प्रयास गरे पनि लुम्बिनीका बलरहरू भने हावी रहे। लोकेश बमले 42 बलमा 35 रन बनाउँदा स्याम हेजलेटले 27 रनको योगदान दिए। अन्त्यतिर बसिर अहमदले 28 रन बनाए पनि विराटनगरको इनिङ्स 20 ओभरमा 8 विकेट गुमाएर 144 रनमै सीमित रह्यो। लुम्बिनीका लागि शेर मल्लले 3 विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने जे स्मिथ, अभिषेक गौतम र ट्रम्पल म्यानले एक विकेट हात पारे। 145 रनको लक्ष्य पछ्याउन मैदान उत्रेको लुम्बिनीको सुरुवात पनि खासै बलियो भएन। ओपनर सुमित महर्जन 10 रनमा आउट हुँदा कप्तान रोहित पौडेल त डकआउट भए। तर त्यही अवस्थामा टिमको लागि हिरो बने डार्सी सर्ट। उनले 44 बलमा 6 चौका र 2 छक्काको मद्दतले 57 रनको धमाकेदार अर्धशतक प्रहार गरे। उनलाई साथ दिए निरोशन डिक्वेलाले जो 29 रनमा नट आउट रहे। सन्दीप जोरा र दिलीप नाथले पनि महत्त्वपूर्ण योगदान दिए। अन्ततः लुम्बिनीले 17.4 ओभरमा मात्र 5 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। विराटनगरका सन्दीप लामिछाने र सुभाष भण्डारीले 2 विकेट लिए पनि त्यो जितको लागि पर्याप्त हुन सकेन। यो जित लुम्बिनीकै लागि मात्र खुसीको कुरा होइन, सम्पूर्ण एनपिएलको प्लेअफ गणितलाई नै परिवर्तन गर्ने खालको छ। 6 खेलमा 3 जित र 6 अङ्क सहित लुम्बिनी चौथो स्थानमा पुगेको छ। अब उसको अन्तिम खेल जनकपुर बोल्टसँग हुनेछ, जहाँ जित अनिवार्य छ। उता 8 अङ्क सहित विराटनगरको अवस्था भने अझै पनि सुरक्षित छैन। उसलाई सुदूरपश्चिम रोयलसँगको खेलमा जित आवश्यक छ, नभए रन रेटकै भर पर्नुपर्ने हुन्छ। एक समय लगातार 3 हार खेपिसकेको लुम्बिनी लायन्सले आज आफूलाई प्रमाणित गर्दै देखाएको छ। क्रिकेट अनिश्चितताको खेल हो र यही अनिश्चितताले नै यसलाई रोमाञ्चक बनाउँछ। डार्सी सर्ट र शेर मल्लको उत्कृष्ट प्रदर्शनले लुम्बिनीलाई पुनर्जन्म दिएको छ भने विराटनगरलाई गम्भीर चेतावनी पनि। अब सबैको नजर अन्तिम खेलमा हुनेछ। के लुम्बिनीले प्लेअफमा स्थान पक्का गर्न सक्छ कि विराटनगरले आफ्नो स्थान सुरक्षित राख्न सफल हुनेछ? तपाईहरुलाई कस्तो लाग्छ? आफ्नो राय कमेन्टमा राख्न नभुल्नुहोला। यस्तै महत्त्वपूर्ण अपडेट